सेल गर्नको लागि आर्ट अफ पर्सुएसन चाहिन्छ भने आफ्नो आइडियालाई एक्सप्रेस गर्नको लागि आफ्नो विचारधारालाई समाजमा ल्याउनको लागि आर्ट अफ पर्सुएसन चाहिन्छ नि चाहिन्छ मतलब बोल्ने कसरी हैन एक्सप्रेस कसरी गर्ने त्यो कुराहरुलाई अनि जबसम्म आफ्नो आइडिया समाजमा तपाईले एक्सप्रेस गर्नुहुन्न तबसम्म समाजलाई कसरी थाहा हुन्छ समाजलाई के थाहा हुँदैन कि यसको भित्र अब के छ हैन कति नलेज छ अथवा के गर्न खोजेको हैन आफ्नो जुन आइडियोलोजी हुन्छ नि आइडियोलोजी जबसम्म तपाईले इम्पोज गर्नुहुन्न तबसम्म समाज सोसाइटी जुन हुन्छ इन्फ्लुएन्स चाहिँ हुँदैन अनि सोसाइटीले लाई लिड गर्नको लागि सोसाइटीलाई एकदमै यो महसुस गराइदिनु के हो कि मतलब यो विचारधारामा हिड्नुपर्छ हामीले यस्तो विचारधारा यस्तो विचारधारामा हिड्नु पर्दैन यस्तो विचारधारामा हिड्नु पर्छ हैन अनि त्यसको लागि यो महसुस गराउनको लागि इन्फ्लुएन्स गर्नको लागि तपाईलाई आर्ट अफ पर्सुएसन आउनु पर्छ जस्तै नानी बाबुहरुलाई जुन बच्चाहरु हुन्छ हैन त्यसले आर्ट अफ पर्सुएसन जुन छ कम्युनिकेसन स्किल हैन बोल्ने तरिका कसरी बोल्ने हो त्यो बडी ल्याङ्ग्वेजहरु सबै कुरा हैन त्यो भर्बल नन भर्बल कम्युनिकेसन स्किल सबै आउनु पर्छ किनभने जबसम्म बोल्न सक्दैन जब एक्सप्रेसै गर्न सक्दैन त्यो लिडै गर्न सक्दैन त्यो बच्चाले फ्युचरमा गएर त्यसैले मेन यही हो अनि सबैभन्दा मोस्ट पावरफुल व्यक्ति अहिलेको वर्ल्डमा छ जुन व्यक्तिसँग आइडियोलोजी हुन्छ भनेको म यो विचारधारामा विश्वास गर्छु जस्तै नरेन्द्र मोदी छ अथवा योगी आदित्यनाथ छ यो हिन्दू आइडियोलोजीको छ सनातन धर्म आइडियोलोजी छ अथवा कुनै पनि व्यक्तिको आफ्नो आफ्नो आइडियोलोजी जति पनि वर्ल्ड लिडर छ सबैको आफ्नो आफ्नो आइडियोलोजी हुन्छ भनेको जस्ट वर्ल्ड मात्र पोलिटिकल लिडर हैन बिजनेस लिडरहरु पनि हुन्छ मेरो यो आइडियोलोजी छ म यो गर्न चाहन्छु फ्युचरमा मेरो यो भिजन हो जस्तै स्टिभ जब्सको आइडियोलोजी थियो कि म मानव सभ्यतालाई 50-100 वर्ष अगाडि ढाकिदिन्छु टेक्नोलोजीलाई भने उहाँको आइडियोलोजी थियो कि मानव जुन छ मनुष्य अनि टेक्नोलोजी दुईटै प्यारललमा जानुपर्छ भने दुईटै सँगै जानुपर्छ अनि उहाँले आफ्नो आइडियोलोजी इम्पोज गर्नुभयो कसरी आर्ट अफ पर्सुएसनले भनेको न मोस्ट पावरफुल पर्सन इन द वर्ल्ड इज जसको जुन व्यक्तिसँग आइडियोलोजी हुन्छ नि जस्तै बालन शाहको पनि हाम्रो नेपालको प्रधानमन्त्री उहाँ हुनुहुन्छ उहाँको पनि आइडियोलोजी छ हो पहिलाको जुन थियो त्यतिका राम्रो काम गरेन अब हुन्छ नयाँ शक्ति नयाँ काम गर्छ भने केही न केही आइडियोलोजी हुन्छ सबैको त्यो आइडियोलोजी इम्पोज गर्नको लागि हामी जुन बच्चाहरु छ हैन त्यो यदि बच्चाहरु चाहनुहुन्छ कि बच्चाहरुले फ्युचरमा गएर समाज सोसाइटीलाई लिड गरोस् हैन इन्फ्लुएन्स गरोस् भनेर त्यसमा आर्ट अफ पर्सुएसन स्किल हुनु नै पर्छ अनि जुन बेसिक म्याथ मैले भने रिडिङ राइटिङ भने आर्ट अफ पर्सुएसन पनि भने यो चारवटा छ अनि लास्टमा जुन छ यो छ कम्प्युटर प्रोग्रामिङ यहाँ कम्प्युटर प्रोग्रामिङ भनेको यो छैन कि कम्प्युटर इन्जिनियर नै बनिहालोस् कम्प्युटर प्रोग्रामिङ भनेको टेक्नोलोजी